हजुर नमस्कार। अभिभावकज्यूहरू, शिक्षक शिक्षिका मित्रहरू र प्यारा प्यारा भाइ बहिनीहरू, यहाँलाई पुनः अभिवादन छ। सबैभन्दा पहिले तपाईँलाई धन्यवाद छ, हाम्रो छोटो समयको निम्तोलाई स्वीकारेर तपाईँहरू आउनुभयो। यो उपस्थितिले चाहिँ हामीलाई हौसला दिन्छ हैन। तपाईँ फ्रिक्वेन्टली यसरी सानो सानो इन्फर्मेसन लिन अथवा विद्यालयले बोलाएको बेला आइदिनु भयो भने हामीलाई चाहिँ ताकत मिल्छ, साहस मिल्छ। तपाईँहरूको उपस्थितिले आज चाहिँ एकदम म चाहिँ हर्षित छु, खुसी छु, एकदम भित्रभित्रै गदगद भइरहेको छु। हामी आज चाहिँ 1 क्लासदेखि 3 कक्षासम्मको मात्रै हो आजको यो थीमेटिक सेलिब्रेसन प्रोग्राम। यसको उद्देश्य भनेको चाहिँ सिकाइ भनेको किताबबाट मात्रै हुँदैन। सिक्ने कुरा किताबले मात्रै सिकाउँदैन, गीतले सिकाउँछ, आर्ट्सले सिकाउँछ, सङ्गीत नाटकले सिकाउँछ र उनीहरूको क्रिएटिभिटी दैनिक सृजनात्मक कार्यहरूले पनि उनीहरूलाई नयाँ नयाँ कुराहरूको ज्ञान भइरहेको हुन्छ। पहिलो गुरु त तपाईँ नै हो, जसले घरमा खाना सिकाउनुहुन्छ, हिँड्न सिकाउनुहुन्छ, बोल्न सिकाउनुहुन्छ। पहिलो गुरु तपाईँ। त्यस पछाडिको लिटरेट बनाउने गुरु चाहिँ हामी हो। विद्यालय त दोस्रो ठाउँ मात्रै हो, पहिलो विद्यालय त घरै हो। त्यसैले तपाईँले तपाईँको घरमा मेरो बाबुले, मेरो नानीले के गरिरहेको छ, के सिकिरहेको छ भन्ने कुराको दैनन्दिन दिनदिनै हेरेर निरीक्षण गरेर गर्नुभयो भने त्यसमा हामीलाई उनीहरूमा अलि संस्कार, अलि सभ्यता सिकाउनलाई हामीलाई सहयोग हुन्छ। हिजोआज चाहिँ हामी बिजी छौँ, व्यस्त छौँ, त्यो हामीलाई थाहा छ। र पनि त्यो व्यस्तता भनेको चाहिँ त्यही बच्चाको लागि हो नि त, हामीले हैन। त्यही बच्चाको लागि हामी व्यस्त छौँ। किनभने अधिकांश हाम्रो अभिभावकको बुझाइ के छ भने मैले अलिकति दुःख पाएँ, मेरो बालबच्चाले दुःख नपाओस् भन्ने छ। त्यो छ नि त हैन। मेरोभन्दा अलिकति स्ट्यान्डर्ड लाइफ जियोस् यसले भन्ने छ। तर मैले जस्तै दुःख चाहिँ यसले नपाओस् भन्ने छ। तर त्यसरी चाहिँ होइन रहेछ। मैले जे दुःख गरेको छु मेरो बच्चाले पनि त्यही दुःख गर्यो भने